हाई गाइज आज चाहिँ एकदम बिल्कुल नयाँ भिडियो छ होइन म चाहिँ ट्रेकिङको सिजन चलिरहेछ नि त सो ट्रेक जाँदैछु मर्दी हिमाल ट्रेक अहिले चाहिँ म एज अ फर्स्ट टाइम ट्रेकर के लाँदैछु त्यो सेयर गर्दैछु है त फर्स्टमा भयो यो 45 लिटरको ब्याग है अनि त्यस पछाडि यो ट्रेक सुज अनि त्यस पछाडि यो 2 पेयर सक्स एकदमै बाक्लो खालको न्यानो खालको छ है त्यस पछाडि एउटा यो डाउन ज्याकेट अनि त्यस पछाडि यो 1 पेयर ग्लोभ्स पछाडि यो प्यान्ट है यो पनि एकदमै जरुरी हुन्छ होला सायद एकदमै चिसो ठाउँ हुन्छ नि त होइन भित्र फ्लिस भएको यो न्यानो लुगाहरूले भेट्छ भेट्दैन थाहै भएन कि त्यही भएर चाहिँ यो फ्लिसवाला इनरहरू लैजाँदैछु होइन अब काम लाग्छ लाग्दैन म चाहिँ ट्रेक गएर आएपछि मात्रै तपाईँहरूसँग सेयर सानो ठिक मिडियम साइजको पछ्यौरा है खै अब कतिखेर चाहिन्छ के थाहा होइन त्यस पछाडि एउटा यो बिनी यो वाला रुमाल के अब टाउकोसाउको बाँध्न पनि सजिलो हुन्छ नि त यसले होइन खुट्टा बाँध्दा हात जता दुख्छ त्यता अलिकति बाँध्नलाई सजिलो हुन्छ क्या अनि रुमालको काम पनि गर्छ त्यही भएर यो लिँदैछु अनि मैले फोटो खिच्नै भनेर राखेको कुरा चाहिँ यही हो है यही एउटा टोपी हो हेरौँ अब कस्तो फोटो आउँछ यसको सो यति भयो मेरो एकदमै माथि हाइटमा युज हुने लुगाहरू है त्यस पछाडि अब यताबाट लैजाने लुगाहरू चाहिँ छुट्टै छ अब एक्चुअल ट्रेकमा के चाहिन्छ त होइन एकदमै कम्फर्टेबल क्वार्टर खालको यो प्यान्ट लिँदैछु मैले एउटा त्यस पछाडि मैले नर्मली यतिकै केही अचितवनमै युज गर्ने विन्ड प्रुफ ज्याकेट है नर्मल खालको त्यस पछाडि एउटा यो लङ के भन्छ यो चाहिँ मैले Jersey नयाँ नै किने हो shirt. मैले खासै यो धेरै युज गर्दिनँ तर अरूहरूले ट्रेकिङको भिडियोहरूमा यस्तै खालको टी सर्टहरू युज गरेको देखेर पनि मैले एउटा लिएको हो यो अब हेरौँ कतिको हेल्पफुल हुन्छ अनि त्यस पछाडि यो एउटा चाहिन्छ होइन सन प्रोटेक्सनको लागि आँखा हेर्न अलिक सजिलो हुन्छ त्यस पछाडि चाहिँ अब घरबाट लगाएर जाने लुगा चाहिँ यो एउटा कटनको नर्मल टी सर्ट त्यस पछाडि यो चाहिँ अलिकति फ्लिस पनि भएको होइन माथि पनि काम लाग्न सक्छ अनि त्यस पछाडि नर्मली यो चाहिँ बिहान र बेलुकाको जाडोमा होइन हिँड्ने बेलामा चाहियो भने भनेर मैले यहाँ घरबाट लगाएर जाने पनि यही नै हो एउटा यस्तो खालको चस्मा पनि चाहिन्छ है किनकि माथि हिउँमा चाहिँ हेर्न अलिक गाह्रो हुन्छ रहेछ यतै भएर होइन आँखालाई अलिक गाह्रो हुने भएको भएर एउटा चस्मा हाल्नु भनेर चाहिँ मैले सुनेको भएर हाल्दैछु अनि त्यस पछाडि मेरो यसमा चाहिँ मेकअप स्किन केयर छ मेकअप चाहिँ गर्छु गर्दिनँ थाहा छैन होइन तर स्किन केयर त जरुरी नै हुन्छ त्यस पछाडि अलिकति मेरो जरुरी मेडिसिनहरू त्यस्तो मेडिसिन भनेर केही पनि छैन होइन जस्ट बेसिक यो चिजहरू चाहिँ छ कि अब यसको पनि पुरै डिटेल भिडियोहरू चाहिन्छ भने चाहिँ म पछि राखिदिन्छु ल भिडियो चाहिँ लामो हुन्छ तपाईँहरूले भन्नु पर्यो चाहिन्छ भनेर अनि त्यस पछाडि मैले यो भिडियोहरू बनाउनको लागि यो एउटा स्ट्यान्ड छ मसँग यो स्ट्यान्ड पनि लिँदैछु अलिक गरुङ्गै छ लिम कि नलिम त भइरहेछ तर भिडियोहरू लिने भएपछि चाहिँ लिनुपर्छ यो हुन्छ एउटा एउटा यो स्टिक पनि है यसमा चाहिँ मेरो खानेकुराहरू छ लगभग अब यस्तै खालको छ खानेकुराहरू चाहिँ अब खासै हेल्दी खानेकुरा त होइन तर माथि चाहिँ अलिकति एक्सपेन्सिभ नै हुन्छ अरे होइन जिउ चाहिँ बचाउनु पर्नेवाला चिजहरू छ सो यही नै हो अब यसको नि डिटेलली चाहिन्छ भने चाहिँ तपाईँहरूले रिक्वेस्ट गर्नुभयो भने म राखिदिन्छु ल पछि चाहिँ आफ्नो जरुरी जुन एयरपड्सहरू अनि चार्जरहरू आफ्नो मोबाइलको एक्सेसरिजहरू अब क्यामेराहरू के लाँदै हुन्छ त्यो लिने होइन अनि त्यस पछाडि मैले चाहिँ जस्ट इन केस शीत बढी पऱ्यो पानी परे जस्तो भयो भने चाहिँ यो पातलो खालको एकदम लाइट वेट खालको यो रेनकोट जस्तो क्या प्लास्टिकको यो लिँदैछु एउटा नहुने सबैले भन्नुभएको थियो होइन थर्मस जरुरी कार्डहरू पनि नछुटाउनु होला होइन मैले चाहिँ यो दुइटा लिँदैछु पैसाको कार्ड र आइडी कार्ड